नमस्ते, सधैँ जस्तै उपस्थित भइसकेको छु अर्को एउटा भिडियोको साथमा। आजको यो भिडियोमा तपाईँलाई यदि तपाईँ चाहिँ अहिलेको अवस्थामा नेपालबाट विदेश जाँदै हुनुहुन्छ भने के कस्ता सामानहरू चाहिँ तपाईँले लिएर जान सक्नुहुन्छ भन्ने कुराहरू आजको यो भिडियोमा बुझ्न सक्नुहुन्छ। र यो चाहिँ नयाँ अपडेट रहेको छ। यदि तपाईँ नेपालबाट विदेश जाँदै हुनुहुन्छ भने के कस्ता सामानहरू चाहिँ तपाईँले लिएर जान सक्नुहुन्छ, कस्ता कस्ता सामानहरू चाहिँ तपाईँले बोकेर जान सक्नुहुन्न भन्ने कुराहरू चाहिँ आजको यो भिडियोमा तपाईँले बुझ्न सक्नुहुन्छ। र यो नयाँ अपडेट अनुसार चाहिँ तपाईँले सम्पूर्ण जानकारीहरू चाहिँ बुझ्न सक्नुहुन्छ। र यहाँ तपाईँले आफै पनि पढ्न सक्नुहुन्छ कुन कुन सामानहरू चाहिँ लिएर जान सकिन्छ भन्ने कुराहरू यहाँ गरेको छ। र तपाईँले भन्सार तिरेर अथवा कर तिरेर लिएर जान सक्ने सामानहरूको पनि सूची तपाईँले यहाँ देख्न सक्नुहुन्छ। र सबैभन्दा पहिले यहाँ तपाईँले देख्न सक्नुहुन्छ यदि तपाईँले चाहिँ आफ्नो युजको लागि अथवा प्रयोगको लागि लाने सामानहरू चाहिँ फ्री रूपमा लिएर जान सक्नुहुन्छ भनेको छ। अब ती सामानहरू कुन कुन रहेको छन् त भनेर यहाँ तपाईँले देख्न सक्नुहुन्छ। तपाईँले अब यो एक थान चाहिँ दूरबीन लिएर जान सक्नुभयो। यदि तपाईँ दूरबीन लिएर जान चाहनुहुन्छ अथवा तपाईँको चाहिँ त्यो खालको कुनै काम छ भने तपाईँले दूरबीन लिएर जान सक्नुहुन्छ भनेको छ। त्यसपछि तपाईँले आफ्नो ल्यापटपहरू कम्प्युटर एक थान चाहिँ तपाईँले लिएर जान सक्नुहुन्छ भनेको छ। अब यसमा तपाईँको ल्यापटप ट्याब्लेट यी विभिन्न कुराहरू गरेको छ। त्यसमध्ये कुनै एउटा चाहिँ तपाईँले लिएर जान सक्नुहुन्छ भन्ने कुराहरू गरेको छ। र सबै सामानहरूको चाहिँ सूची तपाईँले यहाँ देख्न सक्नुहुन्छ। भिडियोमा हेरेर तपाईँले चेक गर्नुहोला। र यही अनुसार चाहिँ तपाईँले आफ्नो सामानहरू नेपालबाट विदेश जाँदाखेरि बोकेर जान सक्नुहुन्छ। त्यसपछि यहाँ तपाईँले अब अरू पनि थुप्रै सामानहरू देख्न सक्नुहुन्छ। आफ्नो लुगाफाटा अथवा तपाईँको बर बिछ्याउना, त्यसपछि तपाईँले घर गृहस्थीका सामानहरू लिएर जान सक्नुहुन्छ भनेको छ। त्यसपछि तपाईँले आफ्नो मेडिकलका सामान अथवा कुनै औषधि प्रयोग गर्दै हुनुहुन्छ भने जुन प्रतिबन्ध नलगाएका औषधिहरू तपाईँले लिएर जान सक्नुभयो। त्यसदेखि पछाडि तपाईँले खेलाडी हुनुहुन्छ भने आफ्ना सामानहरू लिएर जान सक्नुहुन्छ। अथवा तपाईँ सिङ्गर हुनुहुन्छ भने त्यही अनुसारका सामान लिएर जान सक्नुहुन्छ। बच्चाहरूको लागि तपाईँले यो खालका खेलौनाहरू एक एक थान चाहिँ लिएर जान सक्नुहुन्छ भनेको छ। तपाईँको यो साइकलहरू भयो, त्यसपछि तपाईँको अरू यी बच्चाको लागि जरुरी पर्ने सामानहरू तपाईँले लिएर जान सक्नुहुन्छ भन्ने कुराहरू गरेको छ। त्यसपछि तपाईँले एउटा घडी लिएर जान सक्नुहुन्छ भनेको छ। तपाईँले एउटा मोबाइल लिएर जान सक्नुहुन्छ। यिनै कुराहरू रहेको छन्, तपाईँले भिडियोमा पनि हेर्न सक्नुहुन्छ।